हामी हाम्रो आमालाई बिदाई दिनु रातले अर्का भाइ त्यहाँ बसिरहेको छ। तपाईँहरूको छेउमा उयो गर्दैछु। मलाई अब हामी आए विसर्जन गर्नु लागि। हेर्नुहोस् मलाई, हेर्नुहोस् तपाईँहरू पनि आफ्नो जे छ आफ्नो। कस्तो मजाको दिन छ हेर्नुहोस्, सबैजना आस्ते आस्ते खाँदैछ। यो लास्ट मलाई बिदाई दिनु लागि यो हिजो पूजा भयो, तपाईँलाई हिजोको देखाएँ। आज लास्ट हो, मलाई बिदाई दिन्छ। हाम्रो आमालाई आज हामी बिदाई दिनु जाँदैछु। हेर्नुहोस् सबैजना, हामी हाम्रो आमालाई बिदाई दिनु जाँदैछु। यसको पछि हामी सबैजना यो गर्छौँ हो। यहाँ हेर्नुहोस् रातले अर्का भाइ त्यहाँ बसिरहेको छ। सबैजना हेभी एक्साइटिङमा छ हो। तर आमा फेरि अर्को वर्ष आउँछ, तपाईँहरूलाई म यति कुरा दिन्छु। अरू नेक्स्ट भिडियो हाम्रो जुन चाहिँ हुन्छ राम्रो राम्रो हुन्छ। तर के भन्नुहोस् त, यहाँ मैले अहिले दुःखमा मैले भिडियो गरेको मेरो आमालाई मैले बिदाई दिन्छु। यहाँ भाइ हो, ज्वाइँ हो, ज्वाइँले यो गर्दैछ। यहाँ हेर्नुहोस् ओभर सबैजना हामी मायालाई होइन, हाम्रो काली आमालाई हामी मजाले बिदाई दिँदैछौँ हाँसी खुसी भएर। यो हो तपाईँहरू, यो हाम्रो जुन चाहिँ सब्सक्राइबसनहरू जसले गर्नुहुँदैछ त्यहाँलाई पनि हामीले धन्यवाद भन्छु। तपाईँहरूले हेर्नुहुँदैछ, तर यो चाहिँ अलिकति एडिट चाहिँ गर्छु है ल। हुन्छ, प्लिज तपाईँहरू हाम्रो लागि यो गरिदिनुहोस्। हेर्नुहोस् सबैजना छ अगाडि। म तपाईँहरूको लागि मेरो आफ्नो जिउको म जानको म यो लिएर तपाईँहरूलाई एन्टरटेनमेन्ट गर्नु लागि म आफै उभिराखेको छु। हेर्नुहोस् सरी कराउँदैछ हो, सरी। अब बहिनी अन्तखेरि यो संसारमा हेर्नुहोस् महादेवलाई, हेर्नुहोस् महादेवलाई, यो हाम्रो संसान हो। हामीले यहाँबाट बिदाई लिएर अब महालाई
विसर्जन गर्नु लागि हामीले आफ्नो स्थानमा पुगाउनु लागि हामी जान्दैछौँ। यो ससानहरू हेर्नुभयो, यो बाटो हो, यसलाई पिलखाना भन्छ। यहाँ हेर्नुहोस्, सबैजना उभिएर सबैजना यो गरेर हेभी भक्त हो। अरू यो मेरो छोरा हो, त्यसले अघि यो मेरो छोरा हो, उठ्दाखेरि चाहिँ यस्तो उठिदियो, बाउलाई पनि पल्टाइदियो अनि यो पनि पल्टियो। यस्तो टाइपको मान्छेहरू यसरी उठ्छ, यसरी उठेर हामी त गाडीको पछाडि कुदे भएको थियो। यो मेरो दिदी हो, यहाँ हेर्नुहोस् पिङ्की दी हो, यो सबमा एक्सपर्ट छ। आइएम सर, तपाईँहरू हेर्नुहोस्, तपाईँहरू अब जे बुझ्नुहुन्छ हुँदैन होइन। अलिकति इङ्ग्लिस बेसी पढेको छुइनँ म एमए गरेको छु, तर हल्का हल्का इङ्ग्लिस पनि आउँछ हो। यहाँ हेर्नु यी जुवाइले हेर्नु न आज छ। यो मेरो ज्वाइँ हो। अन्त त्यहाँ बहिनी छ, बहिनी एकदम आफ्नो भक्तिमा छ। अरू ज्वाइँले भरै रातिको प्लान गर्दैछ, सोच्दैछ, उसले पनि सोच्दैछ भरै के गर्नु के नगर्नु भनेर। अनि त्यहाँ चाहिँ मेरो बहिनी चाहिँ पुरा सोचाइमा छ, भक्तिमा लिन भइरहेको छ हो। तर हुन्छ नि, यस्तो त हुनैपर्छ होइन। लु साथी, अब नेक्स्ट भिडियो म त्यहाँ गएर बनाउँछु नि विसर्जन घाटमा। तपाईँहरूको छेउमा उयो गर्दैछु। मलाई अब हामी आए विसर्जन गर्नु लागि। हेर्नुहोस् मलाई, हेर्नुहोस् तपाईँहरू पनि आफ्नो जे छ आफ्नो दुःख सुख सब उयो गरिदिनुहोस्। यहाँ सबजना आएको छ, हेर्नु ढोलले हामी बजाउँदैछ हो। तपाईँहरूको जे सोचाइ छ सबैजना आइरहेको छ, उभिरहेको छ। हेर्नुहोस् यो हाम्रो खोला हो, खोला हो। तर के भन्नुहोस् त, हेर्नुहोस् अब मलाई नियम गरेर अब तपाईँहरूको छेउमा मलाई नियम गरेर अब बिदाई दिनुहुन्छ होइन, हामीलाई दिनुपर्छ। अन्त तपाईँहरूको जे मान्ति छ, तपाईँहरू जे यो छ सबै तपाईँहरू यो गर्नु सक्नुहुन्छ। तपाईँहरू यहीँ यो गर्नु सक्नुहुन्छ। तपाईँहरू भन्नुहोस्, तपाईँहरूको जे मान्ति छ, जे छैन सबै मालीले हरेर लिएर जान्छ। दुःख जति छ यहाँ हेर्नुहोस्, यो कुन चाहिँ केटा हो थाहा छैन। यो चाहिँ मछुवाको छोरा रहेछ हो। यो माछा मार्दै रहेछ, तर हामी यहाँ भएर भेट भए हो। यसको मुख हेर्नुहोस्, यो माछा मार्ने चाहिँ केटा रहेछ, मछुवाको केटा रहेछ। माछा मार्दै थिए, हामीले डिस्टर्ब गरिदिएछु आएर। प्लिज तपाईँहरू नरिसाउनुहोस्। हेर्नुहोस् मेरो बार्दी, हेर्नुहोस् सबैजना। ल्याइरहेको छु हेर्नुहोस्, हामीहरू सबैजना यहाँ खोलाको छेउमा छु हो। अन्त सबैजना हामी मलाई यो गरेर आइरहेको छु। अन्तखेरि हेर्नुहोस् सबैजना नुहाएर यो गरेर खोलामा हो। तपाईँहरू सबैजना मलाई विसर्जन गर्नु लागि, मलाई बिदाई दिनु लागि आइरहेको छु। प्लिज तपाईँहरू हेर्नुहोस्, यति यो छैन। हेर्नुहोस् कस्तो उत्ताउलो गर्दैछ, कसैले के गर्दैछ, के गरेको छैन होइन। हामी सबैजना यो छु ऊ हेर्नुहोस्, सबैजना एक एकजना आफ्नो यो मतलब यो देखाउँदैछ
हेर्नुहोस् मजा लाग्दैछ तर के भन्नुहोस् त अब मतलब तपाईँहरूलाई राम्रो लाग्छ कि लाग्दैन त्यो त म भन्नु सक्दिनँ तर प्लिज हेर्नुहोस् हाम्रो फुल भिडियो हेरिदिनुहोस् अन्तखेरि तपाईँहरू बुझ्नुहुन्छ कि हामी लोकलिटी मतलब आफ्नो गाउँकोमै हामीले भिडियो गर्छौँ हामी यताउता हामी कहीँ गर्दिनँ हामी आफ्नो लोकालिटी गर्छु अरू यो गर्छु हेर्नुहोस् यहाँ भाइहरू पनि आएर अब हल्का उसले पनि यो गर्छ ऊ हेर्नुहोस् शान्ति भन्दैछ उता हेप्पी न्यू इयर ऊ हेर्नुहोस् सबैजना हेर्नुभयो ढोल पनि बज्दैछ यो पनि बज्दैछ हो ऊ हेर्नु त्यो चाहिँ लुकिरहेको छ घामको लागि हो ओभर घाम छ नि त्यसको लागि चाहिँ ऊ लुकिरहेको छ हो यहाँ हेर्नुहोस् त्यहाँबाट हिँड्दै आउँदैछ ऊ हेर्नुहोस् हिँड्दै आउँदैछ यो गर्दैछ हो तर रमाइलो छ तर तपाईँहरूलाई किन्तु म नेक्स्ट भिडियोमा किन्तु अझै रमाइलो देखाउनु कोसिस गर्छु प्लिज तपाईँहरू एक्साइटिङ भयो भने प्लिज यो गर्नुहोस् हाम्रो च्यानललाई तपाईँ सब्सक्राइब गरिदिनुहोस् अन्तखेरि लाइक दिनुहोस् अझै पनि भिडियो अहिले एकछिनको भिडियो पनि म पठाउँछु हो मेरो मोबाइलको यो चाहिँ ओभर ब्याट्री चाहिँ यो देखाउँदैछ ल त्यसको लागि चाहिँ तपाईँहरू अलिकति यो गरिदिनुहोस् माफ गरिदिनुहोस् मलाई ल हेर्नुहोस् ल यहाँ मेरो बुढी क्या रिसाउँदैछ नि यो लु साथीहरू फ्रेन्ड्सहरू तपाईँहरूलाई यति नै भनेर अब नेक्स्ट भिडियो त्यसमै म यो गर्छु ल हुन्छ बाई कस्तो मजाको दिन छ हेर्नु सबैजना आस्ते खाँदैछ